जटिलभन्दा जटिल केसहरूलाई तत्काल समाधान गर्नलाई यसले सजिलो गर्ला भन्ने विश्वास पनि दिलाउन चाहन्छु। र काठमाडौँ जिल्लाभित्रका मोबाइल व्यवसाय संस्थामा आबद्ध भएर काम गरौँ, किनकि संस्था कहिले पनि तपाईँको ग्रुप डिसिएममा चल्छ, एकल डिसिएममा चल्दैन सङ्घ संस्था कदापि पनि। र कानुनभन्दा विपरीत जाँदैन संस्था, सङ्घ संस्था कुनै पनि सङ्घ संस्था कानुनको अधीनमै रहेर चल्छ। त्यस कारणले पनि तपाईँ हामी सङ्घ संस्थामा लागि परेर आफ्नो तपाईँको सदस्यता लिएर अगाडि बढ्नुभयो भने भोलि आउने चुनौतीहरू, राज्यबाट आउने चुनौती होस्, तपाईँका केही चोरीका घटनाहरू हुन् अथवा तपाईँको इन्सुरेन्सका केसहरू हुन्, पक्कै पनि तपाईँ हामी एउटा समाजमा हेरिराख्दाखेरि तपाईँ हामीलाई पनि कर्तव्य रहला कि भोलि पर्दा मर्दा सकेको सहयोग गर्ने एउटा तत्परता पनि म व्यक्त गर्न चाहन्छु। र तपाईँ संस्थासँग आबद्ध हुनुहुन्न र तपाईँ संस्थामै जोडिनुहुन्न भने भोलि हामीले कुन हिसाबले हामीले कुन कानुनी आधारले हामीले तपाईँहरूलाई सपोर्ट गर्ने त्यो पनि म तपाईँलाई बुझाउन चाहन्छु। र सम्पूर्ण व्यवसायले संस्थागत भएर अगाडि बढ्नु भन्न चाहन्छु। मैले सकिहालेँ। अन्तिममा मलाई अघि संस्था किन खोल्नुभयो, फुलमाला लाउन आउनुभयो कि संस्थाको कर्तव्य के हो भनेर एकजना साथीले सोध्नु भएको थियो। मलाई बडा उहाँसँग यो क्वेसनको एन्सर दिने रहन्छ, तर उहाँ गइसक्नु भएको छ। तैपनि म यो अनलाइन मिडिया मार्फत अथवा उहाँले यो सन्देश पुर्याइदिनु होला। म पनि तपाईँहरू जस्तै एउटा व्यवसायी हो, मेरा पनि घरमा बालबच्चा छन्, म पनि तपाईँको त्यही बालबच्चालाई हुर्काउनलाई व्यवसाय सञ्चालन गरिरहेको छु। तपाईँहरूले तलब दिएर मलाई राख्नु भएको छैन, म क्षमा चाहन्छु यो विषयमा। भन्नुहोस् मलाई तलब दिएर राख्नु भएको छैन, तपाईँलाई पनि तलब दिएर राखेको छु। व्यवसायका मुद्दा उठाउने कि नउठाउने भन्नुहोस्, तैपनि व्यवसायको मुद्दा उठाउनुपर्छ। व्यवसाय एकजुट हुनुपर्छ। एक्लो आवाज सुन्दैन, संस्थागत आवाज नभएर देशभरि अभियान सुरु हुँदैन भने देशभरिको अभियानको लागि संस्थागत अध्यक्षको नाताले, महासङ्घको संस्थागत अध्यक्षको नाताले हामी यो भेडा छ भने पनि आज एउटा संस्थागत गतिले लागि अभियानमा सामेल भइरहेको छ। यसलाई म बुझाउन चाहन्छु। र व्यवसायका मुद्दा बाहेक मैले मेरो व्यक्तिगत लाइफका मुद्दा एउटा चिज पनि तपाईँहरूले मलाई अन्वय गरेर देखाउनु भयो भने अथवा कुनै राजनीतिक